विशेष संवादको निम्ति यति बेला हामीसँग प्रोफेसर दुर्गा सम्माल हुनुहुन्छ। उहाँसँग हामी समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्छौँ। प्रोफेसर स्वागत छ यहाँलाई। हस्, नमस्ते, धन्यवाद। रवि लामिछानेको बारेमा लामो समयदेखि यहाँले वकालत गरिराख्नु भएको छ, आवाज उठाइराख्नु भएको छ। अहिले पछिल्लो समय रवि लामिछानेको केस पुनः अतिरञ्जित हुने अवस्था आयो, जसले उनको विरुद्धमा उजुरी गरे, जसको उजुरीको आधारमा निवेदनको आधारमा उनी जेलसम्म पुगे। आज उनीहरूले बयान फेर्ने अवस्था आएको छ, फेरे जस्तो देखिएको छ। यो घटनालाई कसरी हेर्नु भएको छ सर तपाईँले? रवि लामिछानेको केसलाई मैले भन्दै आइरहेको कुरा के भने शक्तिको खेल मात्रै देखिन्छ, कुनै पनि आधार अहिलेसम्म देखिएको छैन। यदि स्पष्ट आधार देखिएको थियो भने रवि लामिछाने यतिखेर जेल चलान भइसक्थे, बिगोस सहित उनलाई। उनले रविको विरुद्धमा कुनै पनि प्रमाण छैन, आधार छैन भन्न अहिले शक्तिको आधारमा, दम्भको आधारमा अहिले अनुसन्धानको नाममा उनलाई चाहिँ जेलमा पठाइएको छ। अब पुनर्वेदन अदालत, उच्च अदालतले पनि त उनलाई जेल पठायो। त्यहाँ पनि भनेको छ अहिले के अरे सर्वोच्च अदालतले कैफियतपूर्ण प्रतिवेदन पेश गर्नुहोस्, तपाईँहरूले किन रवि लामिछानेलाई चाहिँ जेल पठाउनु हो, त्यो तपाईँहरूको प्रतिवेदन हेरौँ भनेर उच्च अदालतले भनिसकेको अवस्था छ। हजुर, यसबाट के देखिन्छ भने खालि अनुसन्धानको नाममा मात्रै उनलाई अहिले जेलमा राखिएको छ, दुःख दिएको छ। दुःख दिएको मात्रै हो यो? अहिले जायज छ कि छैन सर? यो अहिलेसम्म कुनै पनि प्रमाण नभेटिएको हुनाले के भन्न सकिन्छ भने रवि लामिछानेलाई प्रतिशोधपूर्ण व्यवहार गरिएको छ। यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा त अब स्पष्ट देखिन सकिएको छ। प्रतिशोधै भएको हो त सर? उनीहरूले गल्ती पनि गरे होला, उनी दोषी पनि होलान्, त्यो ढङ्गबाट चाहिँ तपाईँहरू किन उनीहरू अहिले सत्तामा भएको हुनाले, शक्तिमा भएको हुनाले प्रहरी प्रशासन उनीहरूकै छ अनि उनीहरूकै अदालत छ। किनभने राज्यको पछिबाट पनि त वकिलहरू त छन् भने पछाडि उनलाई खालि राज्यको तर्फबाट मात्रै मुद्दाहरू लगाइएका छन् रविलाई। होइन, अब अनि होइन भने तपाईँले भन्नुभएको कुरामा किन पनि म सहमति भएँ अथवा सहमति हुनुपर्ने बाध्य भएँ भने जो नारायण समथिङकी भन्ने व्यक्ति हुनुहुन्छ, उहाँले रवि लामिछानेको विरुद्धमा उजुरी हाल्नुभयो, जाहेरी हाल्नुभयो। उहाँ लगायतका बचतकर्ताहरूले उजुरी हालेका थिए। अहिलेको अवस्थामा उहाँले बोली फेर्दै के भन्नुभयो भने मैले रवि लक्षित उजुरी गरेको होइन, जाहेरी गरेको होइन, हाम्रो उजुरी चाहिँ केवल हाम्रो सहकारीको बचत रकम अब चलन भयो, त्यो फिर्ता होस् भन्ने ढङ्गबाट मागेका थियौँ। तर सरकारले सहकारीको कार्यकारिणी समितिलाई छोडेर रवि लामिछानेलाई मात्र थुन्ने काम गर्यो। यो चाहिँ गलत भयो, व्यक्तिगत रिसिभी, राजनीतिक रिसिभी पोख्ने काम मात्रै भयो। हामी यो मुद्दाबाट पछि हट्न तयार छौँ, हाम्रो पैसा फिर्ता गर्ने वातावरण बन्योस्, रवि लामिछाने लक्षित हाम्रो मुद्दा होइन भन्ने ढङ्गबाट उहाँले प्रतिक्रिया दिनुभयो। यसले के सन्देश दिन्छ ल तपाईँको विचारमा? अब यो कारणले पनि म तपाईँको कुरामा अहिले चाहिँ सहमत भएँ। स्पष्ट छ, अहिलेसम्म कुनै पनि बचतकर्ताले रवि लामिछानेलाई किटानी स्वरूप कुनै मुद्दा दर्ता गरेका छन् त उनीहरूले? कहीँ देखियो अनुसन्धानमा, कहीँ देखियो कुनै पनि बचतकर्ताले रवि लामिछानेले चाहिँ त्यो सहकारीबाट ऋण लिएका हुन् भनेर किटानी जारी गरेका छैनन्। खालि राज्यको तर्फबाट मात्रै रवि लामिछाने यो केसमा मुछिएका छन्, सहकारी ठगीमा मुछिएका छन्। अब उनलाई अनुसन्धान गर्नुपर्छ भनेर अहिले तानेका छन्। हजुर, प्रहरीले पठाएका छन् र प्रहरीले चाहिँ तपाईँको अहिले थुनेको छ अनुसन्धानको नाममा। कुनै अदालतले यति वर्ष जेल, उनी दोषी हुन्, अब उनलाई चाहिँ अदालतले के अरे जेलै पठाउनु पर्छ भनेर कुनै प्रहरीले अथवा कुनै अदालतले निर्देशन गरेको छ? अहिलेसम्म निर्देशन गरेका छैन। हजुर, भने स्पष्टै छ नि त, कुनै पनि बचतकर्ताले अहिलेसम्म रवि मैले व्यक्ति जुन भने नारायण जीको अथवा जो बचतकर्ताहरूको उजुरी छ त्यसको दुरुपयोग गरेर रविलाई सिध्याउने खेलमा सरकार लागेको हो त? अथवा प्रतिशोध राजनीतिक रिसिभी, व्यक्तिगत रिसिभी सार्नतिर लागेको हो त सरकार? रवि लामिछानेले 21 सिट ल्याए, त्यो नि अहिलेका राजनीतिक पार्टीहरूलाई, हिजोका राजनीतिक पार्टीहरूलाई भनौँ न, हजुर, माओ पार्टीहरूलाई टाउको दुखाइको विषय बनेको थियो। कसरी फसाउन सकिन्छ रवि लामिछानेलाई, कसरी यसको चाहिँ दोष देखाउनु पर्छ भन्ने उनीहरूले चाहिँ त्यो ठाउँ हेरिरहेका थिए। ठ्याक्कै चाहिँ तपाईँको सहकारी ठगीमा चाहिँ तपाईँको त्यो जब जीवी राई जोडिए र जीवी राईको जुन ग्यालेक्सी 4Kमा उनको इन्भल्भमेन्ट देखियो, यहीबाट चाहिँ लहरो तान्दा अब पहरो गरिदिन्छ। यही हो है लाइन,
भन्ने चाहिँ यसलाई अहिलेको यही हो, रविलाई सिद्ध्याउने रविलाई सिद्ध्याउने सरकार प्रस्तुत भयो। रविलाई सिद्ध्याउने अस्त्र यही हो। अब खोज अनुसन्धानको नाममा यिनलाई चाहिँ तान्नुपर्छ, दुःख दिनुपर्छ भनेर अहिलेसम्म त्यही सेरोफेरोमा हिँडिरहेको ठिक छ, तपाईँको कुरामा म असहमत हुन सक्ने कति ठाउँहरू रहेनन् होला, तर पनि नैतिकताका आधारले रवि लामिछाने आफूले पनि भन्नुभएको छ, उनी आफू सञ्चालक समितिमा रहेको मिडिया अथवा जुन मिडियामा उनी म्यानेजिङ डाइरेक्टर भएर बसे, आफूले गरेको हस्ताक्षरको स्रोत के हो, त्यो पैसाको स्रोत के हो, त्यो ठगेर आएको पैसा हो भने उनले पनि त नैतिक जिम्मेवारी लिन पर्ने होला नि। अब उसले नैतिक जिम्मेवारी लिने किन हल्ने, त्यो नैतिक जिम्मेवारी त्यही नै हो, मामा घरमा बस्नै पर्ने अवस्था होला। फेरि उनले नैतिक जिम्मेवारी त पटक पटक लिन्छु भनेर मिडियामै पनि भनेको छ। त अहिले त फेरि रुवावासी भयो नि त, त्यो नैतिक कठघरामा उभ्याउँदै गर्दाखेरि अदालती प्रक्रियामा उठाउँदै गर्दाखेरि रुवावासी भयो त। अदालतले त्यो छानबिन गरेर उनलाई दोषी देखेर चाहिँ तपाईँको जेल हाल्यो हो र? दोषी देखिने अवस्था आयो अनुसन्धानको रूपमा। हजुर होइन, अनुसन्धान गर्नको निम्ति उच्च अदालतले पनि भन्यो के हो भने अनुसन्धान बाहिर राखेर होइन भित्रै राखेर गर्नुपर्छ भन्ने आदेश हो। बाहिर राख्दै गर्दा उसले उसँग भएका सहकारीका ठगीका प्रमाणहरू, तथ्यहरू, सबुतहरू र त्यसका साक्षीहरूमाथि खतरा हुन सक्ने भएको कारण चाहिँ रवि लामिछानेलाई भित्र हाल्ने भन्ने किसिमको उच्च अदालतको आदेश रह्यो हो। अब अहिलेसम्म त हाम्रो दर्शकलाई पनि कण्ठ भइसक्यो, यहाँ स्पष्ट छ नि, तपाईँको कुनै पनि अदालतले अहिलेसम्म रवि लामिछानेलाई सहकारी ठगीमा प्रमाणित पनि गर्न सकेन, त्यस्तो दोषी प्रमाण पनि फेला पार्न सकेन, तर अनुसन्धानको नाम भनेर चाहिँ तानिरहेको र जेलमा राखेको, कुनामा राखेको अवस्था छ। होइन, उच्च अदालतले के भन्यो? होइन, रवि लामिछानेलाई बाहिर राखेर होइन भित्रै राखेर अनुसन्धान गर भन्ने मात्रै हो। दोषी हुन्, उनी ठगी हुन्, उनले सहकारी ठगी गरेका छन्, त्यसैले भित्र हाल भनेर भनेको अवस्था होइन, त्यो आदेश होइन भने खाली अरूलाई जेलमा हाल्दै गर्दा चाहिँ तपाईँहरू मौन बस्नुहुन्छ, ठिकै हो, अदालती प्रक्रिया नै हो, कानुनी प्रक्रिया नै हो भन्नुहुन्छ। रवि चाहिँ जेल पर्दै गर्दा, पूर्वपक्षका लागि चुनावमा जाँदै गर्दा अनि तपाईँहरू रुवावासी गर्नुहुन्छ, यो चाहिँ अन्याय भयो भन्नुहुन्छ। हामीलाई रविलाई भएको अन्याय चाहिँ नहुने हो होइन। नेपालमा हामीलाई स्पष्ट थाहा छ नि हाम्रो न्यायालय कति ढिलो छ। हजुर, हाम्रो न्यायालयको जुन एउटा अनुसन्धानको प्रक्रिया कति लामो र कति भद्दा छ भन्ने कुरो त हामीलाई स्पष्ट थाहा छ। त्यसै भएर त जनताले चाहिँ तपाईँको सही टाइममा सही चाहिँ अवस्थामा न्याय नपाइरहेको अवस्था, कति ढिलो चाहिँ तपाईँको न्याय निरूपण भयो, अनुसन्धान हुँदै हुँदैन, अगाडि बढ्दैन, फाइल अगाडि बढ्दैन, कहीँ कतै राजनीति पहुँचबाट पनि त्यो फाइलहरू अड्किन्छन्, राजनीति पहुँचबाट त्यो जुन आफूलाई मन नपरेको मान्छेलाई चाहिँ तपाईँको होला होइन बनाउने कामहरू पनि हुन्छ र जेलमा सडाउने कामहरू हुन्छ। अनि केपी शर्मा ओलीलाई 14 वर्ष जेल राखेर बाहिर निकालेको होइन, हजुर, यस्ता खालका घटनाहरू त हामीले देखेका छौँ भने अब उनले स्पष्ट बुझेका छन् दुःख दिन त सकिन्छ भन्ने छ होइन। भोलि अनुसन्धान गर्दै जाँदाखेरि अनुसन्धान टाइम त गयो नि त। त्यस कारणले हामीले भन्दै आइरहेको कुरा के भने उनलाई न्याय दिनुपर्छ, तर न्याय ढिलो छ। यो न्याय ढिलो भएको कारणले गर्दाखेरि जनताको आक्रोश छ। अहिलेको गणतन्त्र किन कमजोर बन्यो? न्याय निरूपणका क्रममा अथवा न्याय दिलाउने क्रममा अत्यन्तै ढिलो प्रक्रिया छ। मान्छे मरिसक्छ अनि पछाडि मान्छे मरिसकेर आर्यघटमा जलाइसके पछाडि उसलाई न्याय दिएर हुन्छ। आज त्यस्तै अवस्थामा छ। हिजो 14 वर्ष जेल बस्ने जुन केपी शर्मा ओलीले पनि त त्यतिखेर अनुनयन विनयन गरेका थियो होला, म सही छु, मैले जनताको निम्ति मात्रै आवाज उठाएको, मैले देशद्रोह काम गरेको छुइनँ, अनि मलाई किन जेलमा हाल्यो भनेर उनले पनि भनिरहेको थिए। तर त्यो बेलाको राज्य सत्ताले के गर्यो भन्दाखेरि हाम्रा विरुद्धमा आवाज उठाउने, हाम्रो गल्ती कमजोरी देखाउने, हामीले त काम गर्दै गरेका छौँ नि त। कहीँ कतै छुटफुट घटनाहरू भएका होलान्, 100% कसैले पनि काम गर्न सक्दैन, तिमी कराउने भनेर त्यही ढङ्गबाट जसरी हिजो केपी शर्मा ओली, शेरबहादुर देउवा लगायतका नेतृत्वहरू जेल परे, त्यही ढङ्गबाट राजनीतिक बन्दीको रूपमा रवि जेल परे भन्ने तपाईँको निष्कर्ष भयो। उनले राम्रो सिकेको। केपी शर्मा ओलीले यसरी मान्छेलाई फसाउनु पर्दो रहेछ भन्ने कुरा त उनी हिजो राजनीतिमा छिर्दादेखि 14 वर्ष जेल बसे, मुद्दा मामिला खेपे, अनि यसरी चाहिँ फसाउन सकिँदो रहेछ भन्ने कुरा त स्पष्ट थाहा छ नि।
भनेपछि रविलाई फसाउन केपी शर्मा ओलीले उनी हिजो पञ्चायतकालीन समयमा 14 वर्ष जेल बसे, त्यसैबाट सिकेर आए, पञ्चायतको विरोध गरेर उनी 14 वर्ष जेल बसे। अहिले गणतन्त्रको उसमा आफ्नो विरोधीहरूलाई पनि पञ्चायतकै स्वरूपमा फेरि जेल थुन्दैछ। भएको त्यही हो। गम्भीर कुरा गर्दै हुनुहुन्छ तपाईँ। उनी सत्तामा रहउन्जेलसम्म प्रहरी प्रशासन आफ्नो हातमा हुन्जेलसम्म पठाउँछन्, मुद्दा हाल्छन्। किन प्रहरी प्रशासनको कामै त्यही हो। हजुर। भने पछाडि उनको पनि के हुन्छ त भन्दाखेरि हामीले सुशासन दिइरहेछौँ, के भएको छ र? तिमीहरू संविधान विरोध गर्ने, संविधानको विरोध गर्ने, संविधानसम्म त हामीले चलाएका छौँ, कहाँ चाहिँ हामीले गल्ती गरेका छौँ भन्ने तर्कहरू चाहिँ केपी शर्मा ओलीको छ। हजुर। अहिले रवि लामिछानेलाई थुनेको पनि त्यही कारणले हो। अब जस्तो कि रवि लामिछानेको मुद्दा पर्सामा रोकियो भन्न पटक पटक आवाज उठाइराखेको थियो। पर्सामा पनि प्रहरीले आफ्ना प्रतिवेदनहरू, अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको कुराहरू छ। अब यसले चाहिँ रवि लामिछानेलाई अप्ठ्यारो पर्ने अवस्था हुन्छ हुन्न, अथवा यसलाई चाहिँ तपाईँहरू रवि समर्थकहरूले कसरी हेरिराख्नु भएको छ? अहिले जति कामहरू भइरहेका छन्, हजुर, त्यो सबै रविलाई फसाउने खेल भइरहेको छ। भनेपछि पर्साको जुन मुद्दाको दर्ता गर्ने तयारी भयो त्यो पनि रविलाई फसाउने अर्को तयारी हो। सर्वोच्चबाट छुट्ने सम्भावना रह्यो। अब त्यहाँनिरबाट चाहिँ पर्सामा पनि हालिदिउँ, पर्साबाट अर्को आदेश आइहाल्छ भन्ने ढङ्गबाट अल्झाउन खोजियो। अब अनुसन्धान गर्दा त लामो समय एकै ठाउँ रोकिन त मिल्दैन। हजुर। त्यसको फैसला त आउँछ अनि कमजोर हुन्छ। अब जिल्ला अदालतमा फैसला भएर कहीँ कतै प्रमाण नभेटेर कुनै पनि सहकारीमाथि उनको चाहिँ संलग्नता नदेखेपछि त्यही जिल्ला अदालतले धरौटीमा छुटाएको व्यक्ति हो। हजुर। आज उच्च अदालतमा के भनियो त भन्दाखेरि उनलाई बाहिर राखेर भित्र राखेरै अनुसन्धान गर्ने हो भने भनेर उच्चले दिएको आदेश मात्रै हो। दुःख दिनको निम्ति उच्चलाई प्रयोग गरेको हो। भनेपछि रविलाई जसरी हुन्छ दुःख दिने नियतमा सरकार मात्र होइन अदालत पनि लाग्यो भन्ने यहाँको अदालत त उनीहरूको सरकारी अदालत छ नि त। सरकारको अदालत कसरी सरकारी भन्नुहुन्छ? सरकारको मात्र बहस गरे होइन नि सर। हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदै गर्दा उनले विघटन गरेको संसदलाई पुनर्स्थापित गर्ने काम यिनै अदालतले गरे। हिजो ज्ञानेन्द्र शाहले विघटन गरेको सरकारको पुनर्स्थापना गर्ने काम पनि यही नै अदालतले गर्यो। अदालत सरकारको पेवा हुन्छ, निजी हुन्छ भन्ने ढङ्गबाट विश्लेषण गर्न पनि त गलत होला, गैर कानुनी होला। होइन, मैले किन सरकारको भनेको, सरकारले के गर्छ भन्दाखेरि प्रधान न्यायाधीशलाई चाहिँ नियुक्त गर्छ। प्रधान न्यायाधीश तपाईँको त्यो मन्त्री परिषदको बैठकबाट सिफारिस गरेर अनि राष्ट्रपतिबाट चाहिँ निर्वाचित हुने हो नि त प्रधान न्यायाधीश। हजुर। त्यो प्रधान न्यायाधीशले चाहिँ जिल्लाका चाहिँ तपाईँको अन्य न्यायाधीशलाई नियुक्त गर्छन्। भने पछाडि प्रधान न्यायाधीशलाई चाहिँ हटाउँछु है, त्यो न्यायाधीशलाई यसरी काम गर्न लगाऊ भन्ने बित्तिकै त उनले चाहिँ त्यो गर्नुपर्छ। हजुर। त्यसैले चाहिँ अब सत्तामा बसेका मान्छेहरूले भने जस्तो काम गरेनन् भने प्रधान न्यायाधीशको पनि चाहिँ जागिर यताउति हुन सक्छ, यतापट्टि के हुन सक्छ भने जिल्ला अदालतका न्यायाधीशहरूलाई पनि चाहिँ ठुलो प्रेसर पर्न सक्छ। हजुर। त्यस कारणले गर्दाखेरि मैले अब के त रविको राजनीतिक भविष्य के त? अब 84 को निर्वाचनमा रवि र राष्ट्रपाको अस्तित्व के रहने? उनको यो प्रश्न पनि त गम्भीर भयो। अब रविको क्रेज घट्दैछ, साख घट्दैछ, जनताको विश्वासबाट रवि गुम्दैछन्, आफ्नो विश्वास गुमाउँदैछन् रवि र राष्ट्रपाले। अब 84 मा के हुन्छ त राष्ट्रपाले? उनको भविष्यको विषयमा त उनी सेक्युरै छन्। हजुर। रवि सेक्युर छ, उनको डुबेको स्थिति होइन, बिग्रेको स्थिति होइन। अहिले चाहिँ केही समय अब त्यो अनुसन्धानको प्रक्रियामा जेलमा बसेका मात्रै हुन्। हजुर। उनलाई पनि त छुटाउनको निम्ति वकिलहरू होलान्, नेपालको संविधानमा कानुन होला, त्यो कानुनको दफा दफा पल्टाएर फेरि चाहिँ छुटाउन सकिन्छ। किनभनेदेखि हिजो पनि त कति जेलमा बसेका त्यति मान्छेहरू छुटे। हजुर। त्यही कानुनले जेलमा हाल्यो, त्यही कानुनले फेरि बाहिर निकाल्यो। भनेपछि अनुसन्धानको प्रक्रियामा जुन इन्गेज गराइयो, एउटा समय लियो, यो चाहिँ दुःख दिने काम मात्रै हो, अर्को कुनै पनि होइन भने त जिल्ला अदालत पनि त चाहिँ अदालतै हो नि त, न्यायमूर्ति हो। त्यो न्यायमूर्तिले चाहिँ छानबिन गरेर रवि लामिछानेको चाहिँ तपाईँको कहाँ इन्भल्भमेन्ट थियो त सहकारी ठगीमा? त्यो कुरालाई सतत बाहिर ल्याएर जेल पठाउनको निम्ति त जिल्ला अदालतै काफी थियो। किन उच्चमा जानु पर्यो? किन चाहिँ सर्वोच्च अदालत जानु पर्यो? यो जिल्ला अदालत हुँदै उच्चमा अनि चाहिँ तपाईँ सर्वोच्चमा गर्दाखेरि लगभग 10 वर्ष जान्छ। 3 वर्ष हुँदा पनि चाहिँ 10 वर्ष गएन त लगभग पनि। भनेपछि 10 वर्षको रविको राजनीतिक भविष्य त सकिएछ नि पनि। अब 10 वर्ष थुनिने अवस्था भयो। 2077 सालमा मृत्यु भएका नवराज विकहरूको उच्च अदालतको फैसला केही दिन अगाडि मात्र आउँदैछ।
2056-57 सालतिर अथवा 66 सालतिर घटना भएको के भन्छ यो पूर्व मन्त्री राजीव गुरुङको केसको केही समय अगाडि फैसला आयो, त्यसकारण उनी जेलमा छन्। त्यो हुनाले अब रवि लामिछानेको भविष्य पनि त 10औं वर्ष त लिङ्गरिङ भएर अल्झाएर अदालतले नै राख्ने अवस्था रह्यो, तपाईँले जुन भन्नुभयो। अब रविको राजनीतिक भविष्य सकियो भन्दाखेरि मुद्दाको जुन अनुसन्धान छ त्यो अनुसन्धान गर्नको निम्ति भनेर चाहिँ रवि लामिछानेलाई जेलमा राख्नु चाहिँ हुँदैन। हजुर, त्यो जेलबाट बाहिर निकालिसकेपछि उनले मुद्दा पनि लड्न, अनि फेरि रविलाई छोड्दै गर्दाखेरि मुद्दाका सबुत प्रमाणहरू मेट्न सक्ने सम्भावना पनि त रहने भयो नि। उजुरीकर्ताहरूलाई धम्क्याउने सम्भावना रह्यो, के भन्छ त्यसका साक्षीहरूलाई, प्रमाणहरूलाई, प्रत्यक्षदर्शीहरूलाई धम्क्याउने आधारहरू रहने भयो हैन। लिखित रूपमा त तपाईको त्यो कुनै अनुसन्धान गर्दा पनि देखिएन। हजुर, उनको कहीँ कतै चाहिँ कैफियत देखिएन, त्रुटिहरू देखिएन भने पछाडि त अब त्यसलाई मिलाउन सकिने अवस्था त हुँदैन, किनभने प्रमाणहरू तिनै हुन्। अर्को प्रमाण हुने बित्तिकै फेक प्रमाण हुन सक्छ। हिजो चाहिँ तपाईँको सदनमा बोल्दै गरेका गगन थापाले भनेका चिज त तपाईँको फेक भइसक्यो। हजुर, अनि संसदीय छानबिन समितिले भनेका कुरा त फेक भइसक्यो। अनि हिजोका प्रहरी प्रशासनका उच्च पदस्थ व्यक्तिले भनेका कुरा त तपाईँ गल्ती भइसक्यो। अहिले त गल्ती भयो नि त। हजुर, हिजो त्यही प्रहरी प्रशासनले भनेको रवि लामिछानेको के छैन, सहकारी ठगीमा चाहिँ संलग्नता छैन। हजुर, कहीँ कतै प्रमाण भेटिएन, हजुर भनेर भन्ने तिनै व्यक्ति हुन्। अहिले सत्ता परिवर्तन हुने बित्तिकै के भयो, बोली परिवर्तन भयो। हजुर, तर फेरि पनि त सत्ता परिवर्तन हुने हल्ला चलिराखेको छ। अबको सत्तामा सम्भवतः काङ्ग्रेसले नेतृत्व गर्ने र माओवादीले राष्ट्रपाले सम्बोधन गर्ने कुराहरू के भन्छ समर्थन गर्ने कुराहरू भइराखेको छ। त्यो भयो भने त रवि जेलबाट छुटेर पुनः गृहमन्त्री बन्ने होला नि, के हुन्छ यसमा? त्यो अवस्था आउन सक्छ। यो के भन्दाखेरि शक्ति र सत्ताको खेलमा हैन, भनौँ न यो पोलिटिक्समा जे पनि हुन सक्छ। अहिले होइन, हुन सक्छ अहिले चाहिँ सत्ता परिवर्तन भएर अर्को पनि बन्न सक्छ। अस्ति भर्खरै प्रचण्डले चलाइरहेको थिए केपी ओली, अहिले प्रधानमन्त्री यसो विचार गर्दाखेरि शक्तिशाली अझ प्रचण्ड भन्दा सपना जस्तो लाग्दैन त, सपना जस्तो लाग्छ। त्यस कारणले कहाँ जोडघटाउ भइरहेको छ, हिसाब किताब कहाँ भइरहेको छ भन्ने कुरा त हामीलाई भन्दा त त्यो नेताहरूलाई थाहा छ। त्यस कारणले अहिले जोडघटाउहरू भइरहेका छन् र उनीहरूको चाहिँ तपाईँको अहिले सत्ता परिवर्तन होइन, चाहिँ अबको यो चाहिँ 2-4 वर्ष चाहिँ हाम्रै जस्तो एमालेको सरकार बन्छ र अर्को चाहिँ काङ्ग्रेसको सरकार बन्छ भन्ने एउटा सहमतिका आधारमा अहिले गइराखेको छ। तर जहाँसम्म रवि लामिछानेको केसमा चाहिँ कुनै पनि न अदालतले अहिलेसम्म प्रमाण भेटाउन सक्यो, न चाहिँ संसदीय छानबिन समितिले भेटाउन सक्यो, न हिजोको प्रहरी प्रशासन र अहिलेको प्रहरी प्रशासनले भेट्न सक्यो, कुनै न मन्त्रीले भेट्न सक्यो। भनेपछि कुनै मान्छेले भेट्न नसकेको चिज अब खालि अनुसन्धानको नाममा मात्रै चाहिँ भित्र राखिएको छ। तपाईँहरू प्रमाणै भेटेन भन्नुहुन्छ, अनुसन्धानकर्ताहरू भन्छन् रविको विरुद्धमा प्रमाण नभेटिएका होइन, प्रमाण बढी भइसक्यो, चाँगै लागिसक्यो भन्ने उनीहरूको तर्क रहन्छ। खोइ त प्रमाणित गरेको त्यही त अदालतले योभन्दा अगाडिका अदालतका नजिरहरूलाई हेर्ने हो भने यसको विभिन्न ढङ्गबाट बहस भएर पैरवी भएर हरेक मुद्दाको 1 देखि 2 वर्ष लाग्ने अवस्था छ। रविको पनि त भर्खरै त मुद्दाको सुनवाई हुँदैछ, प्रमाण भएको कुराहरू पनि त सुन्न पर्ने होला। प्रमाण जम्मा भएका प्रहरीका प्रमाणको एकोर आधारमा पनि थुन्न नमिल्ने मानवाधिकार भएको देशमा रविका आधारहरूलाई पनि सुन्न पर्ने, उनले ल्याएका प्रमाणहरू पनि सुन्न पर्ने भएर समय लम्बिएको होइन र? यी सबै कुराहरू भनेको यो समस्या अथवा यो जुन मुद्दालाई चाहिँ गिजोल्ने काम, यसलाई चाहिँ लड्काउने काम, अड्काउने काम र चाहिँ भ्रम छर्ने कामदेखि केही पनि भएको छैन। त्यत्रो लामो समयसम्म जिल्ला अदालतका न्यायाधीशहरूले, न्यायमूर्तिहरूले छानबिन गर्दा, खोज अनुसन्धान गर्दा कोही कतै प्रमाण भेट्दैनन्, अनि फेरि केही व्यक्तिहरू, कोही समूहहरू, कुनै चाहिँ तपाईँको यो चाहिँ छानबिन समितिहरूले भनेकै आधारमा रवि लामिछानेलाई लामो समयसम्म जेलमा राख्न सकिन्छ त? हुन्छ त त्यो अन्तमा पनि छौँ प्रोफेसर साहब। अब धेरैजनाले रवि लामिछानेको विषयमा विभिन्न किसिमका चासो चिन्ताहरू छन्। बन्दी प्रत्यक्षीकरणको मुद्दा सर्वोच्चमा छ, त्यसै गरी स्वभावैले एक तह उच्च अदालतमा जान पाउने कानुनी प्रावधान अनुसार रवि लामिछानेका समर्थकहरू, रवि लामिछाने आफै पनि उच्च अदालत तुलसीपुरको आदेशको विरुद्धमा त्यो आदेशको बदलको माग गर्दै सर्वोच्च पुगिसकेको पनि अवस्था छ। अब के त सर्वोच्चबाट रवि लामिछाने कहिले छुट्दैनन्, के हुन्छ ल? अब के हुन्छ भने उच्चमा मुद्दा पुगिसक्यो। हजुर,
उच्चबाट चाहिँ सर्वोच्चमा पुग्दाखेरि ल 2-3 वर्ष लाग्न सक्छ मुद्दा चलिरहँदा पनि रवि लामिछानेले चाहिँ चुनाव लड्न मिल्छ चुनाव लडेर सांसद पद निलम्बन छ कसरी नयाँ चुनावमा लड्न हैन यो त तपाईको निलम्बन भनेको त उनले प्रमाणित गर्नु पर्यो नि त अदालतले प्रमाणित गर्न सकेन भने त रविले पनि आफूले दोष प्रमाणित गर्न सकेनन् अहिलेको अवस्थामा हैन त्यस तत्पश्चात उनी अहिले निलम्बनमा छन् संसद पद कुरो के भन्दाखेरि मुद्दा यदि हारे भने उनको संसद पद खारिज हुने हो तर अहिलेसम्म त मुद्दा हारेको अवस्था होइन खाली छानबिनको प्रक्रियामा चाहिँ उनलाई जेलमा राखिएको र अनुसन्धान अगाडि बढाइराखिएको हो हजुर त्यसैले अबको 84 मा रवि लामिछाने मलाई लाग्छ फेरि पनि चुनाव लड्नको निम्ति उनलाई चाहिँ यो कानुनले दिन्छ न्यायमूर्तिले दिन्छ भनेपछि त्यति बेलासम्म उनी छुट्दैनन् भन्ने यहाँको आशय हो एकदम अगाडि नै छुट्छन् 80 को हाम्रो जस्तो अहिलेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि मुद्दा थियो फेरि पनि राष्ट्रपतिमा लड्न अनि सर्वोच्चबाट उनी कहिले छुट्छन् त तपाईले ठ्याक्कै खुलासा गरिदिनुस् आज समय अलिकति समय लाग्छ अहिले केही समय चाहिँ तपाईको अनुसन्धानले लिन्छ समय अब अहिले एकिन ठ्याक्कै त भन्न सकिँदैन किनभने यो अनुसन्धानको प्रक्रिया अहिलेको राज्य सत्ताले चाहिँ रवि लामिछानेलाई दुःख दिइरहेको अवस्था भने पछाडि यी सबै कुराहरू मिलेको हुनाले रवि लामिछानेले केही चाहिँ जेलमा बस्नु पर्छ तर चाहिँ अनुसन्धान अगाडि बढाउँदै गर्दाखेरि वकिलले बहस गर्नुहुन्छ वकिलले बहस गर्दाखेरि उनका मात्रै नियम होइनन् उनका मात्रै कानुन होइनन् त्यो कानुन सबैले चाहिँ तपाईको हेर्न सक्छ बुझ्न सक्छ आँखा सबैका छन् भने पछाडि वकिल त हाम्रा पनि त हुन्छन् त हाम्रा वकिलले फेरि बहस गर्दाखेरि उनीहरूको वकिललाई ढाल दिन्छ अनि त्यो ढाल दिइसके पछाडि उनी फेरि जेलबाट मुक्त हुन्छ अन्तमा छ सर मेरो एउटा मात्र प्रश्न अन्तिम पटक रवि लामिछानेलाई कहिले भेट्नु भएको थियो मैले 3 महिना अगाडि 3 महिना अगाडि उनी पोखराबाट छुटेर आइसके हो आइसके पछाडि एकपटि भेट भएको थियो अनि हामीले यो विषयमा त्यो कुराहरू गरेका थियौं र उनको भनाइ पनि के हो भने अहिलेको राज्य सत्ताले मलाई दुःख दियो अब मैले झगडा गर्न अहिले सकिन मार्केट गर्न पनि सकिन अब खाली अनुसन्धानको प्रक्रियामा भनेका छन् दुःख दिएका छन् किनभने हिजोको चाहिँ तपाईको नेपाली कांग्रेसका के रे मन्त्री प्रधानमन्त्री चाहिँ गिरिजा प्रसाद कोइराला हैन बीपी कोइरालाहरुलाई पनि जेलमै हालेका थिए हरेकलाई जेलमा हालेको हुनाले चाहिँ अब यो केही समय चाहिँ मैले पनि चाहिँ यो देशको राम्रो प्रधानमन्त्री बन्ने हो भने जेलमा बस्नै पर्ने देखियो अलिअलि चाहिँ मुद्दा मामिला गर्नै पर्ने देखियो र अब यसलाई सहर्ष स्वीकार गरेर मारकाट नगरिकन झैझगडा नगरिकन अब न्याय प्रक्रियामा म अगाडि बढ्छु भन्नुहुन्थ्यो त्यसै अनुसार अहिले अगाडि बढिरहेको छ अच्छा समय दिनुभयो समय सम्बन्धलाई धेरै धन्यवाद यहाँलाई धन्यवाद